हेलो हाई गाई दर्शक नमस्ते है शुभ बिहानी सम्पूर्णलाई। यस्तै छ हजुर ओमानतिर काम हजुर के गर्नु है बाहिरको काम हजुर गाह्रो छ हेर्नुहोस् के गर्नु त्यत्तिकै गर्मी होइन। तर अब आफ्नै देशमा रोजगारी भइदिएको भए यस्तो हालत हुने थिएन हजुर के गर्नु धेरै गाह्रो छ हजुर यहाँ त के गर्नु होइन। तर सोचे चाहिँ जिन्दगी कसको छ र हजुर यस्तै हो मान्छेलाई तनाव भइहाल्छ चिन्ता भइहाल्छ होइन। तर आफ्नै देशमा कहिल्यै पनि परिवर्तन भएको छैन जति पाएको छ यही गरिब दुःखीले दुःख पाएको छ मेरो देशमा। अहिलेसम्म देशभित्र केही परिवर्तन हुन्छ भन्दा भन्दै पर्खेका तिनी मेरा बुवा आमा पनि आज बुढा भइसके न त देश परिवर्तन भयो न त केही फेरि नसक्यो। कति युवाले दुःख पाइरहेछन् यो देशमा होइन। तर आफ्नै देशमा परिवर्तन भइदिएको भयो अहिले अर्काको देशमा आएर दुःख सुख गर्ने कसैलाई पनि रहर थिएन होइन हजुर। यस्तै हो हजुर के गर्नु सोचे जस्तो जिन्दगी छैन एक दिनको जिन्दगीमा पनि के गर्नु बाध्यता र तनाव धेरै छ। यस्तै हो हजुर के गर्नु जता हेरे पनि यस्तै यस्तै छ होइन। तर मान्छेको जिन्दगीमा चोटपीडा नहुने त को होला र होइन। तर जसलाई पनि चोटपीडा छ सपना त अनगिन्ती थिए साथी तर के गर्नु भाग्यले ठगेपछि यस्तै भयो। आज यो जिन्दगीसँग लड्दैछु भौतारसँग लड्दैछु न त सोचे जस्तो भयो न त पुरा भयो। यस्तै छ हजुर के गर्नु बाहिरको काम छ होइन। तर जिन्दगीमा चोटपीडा भएर पनि म लडेको छु आज सङ्घर्षसित अगाडि बढेको छु। आज कोही छैन भनेर पनि कसरी भनौँ यहाँ अहिले सङ्घर्षमा छु त्यसैले कोही छैन। अहिले मैसित टन्न पैसा भइदिएको भए सबै हुन्थ्यो होला आज पैसा छैन त्यसैले कोही छैन। बुझेको छु जिन्दगीमा सोचे जस्तो भएछ भने मैले पनि सबैलाई खुसी बनाउँला। आज जस्तो दुःख भए पनि यो जिन्दगीसँग लडिरहेको छु र भाग्यसँग लडिरहेको छु। सफलता किन्दा किन्दै यति हाँस जिन्दगीको बदला पनि यो जिन्दगीसँग लडिरहेको छु। सपना यस्तै हो साथी सोचे चाहिँ कसलाई छ र चिन्ता जति भए पनि यो अभाव यस्तै गरी